नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो यस सजिलो नेप च्यानलमा। आजको भिडियोमा हामी जीमेलमा कसरी सिग्नेचर एड गर्ने भनेर सिक्ने छौं। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको भिडियो सुरु गर्न चाहन्छु। सबैभन्दा पहिला एउटा ब्राउजर ओपन गर्नुस्। माथि जीमेल सर्च बारमा जीमेल टाइप गर्नुस्। त्यसपछि राइट साइडमा सेटिङ बटन देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नुस्। त्यसपछि सी अल सेटिङमा क्लिक गर्नुस् अनि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि स्क्रल गर्दै तल जानुस्। तपाईले यहाँ सिग्नेचर भनेर देख्न सक्नुहुन्छ। राइट साइडमा क्रिएट न्यू भनेको छ, यसमा क्लिक गर्नुस्। सिग्नेचर नेम दिनुस् यसमा। त्यसपछि क्रिएटमा क्लिक गर्नुस्। त्यसपछि यो राइट साइडमा एउटा बक्स देख्न सक्नुहुन्छ, यसमा तपाईको पर्सनल सिग्नेचर अथवा कम्पनीको सिग्नेचर के छ त्यो सिग्नेचर तपाईले यहाँ एड गर्न सक्नुहुन्छ। तपाईले यसरी आफ्नो सिग्नेचर यहाँ एड गर्न सक्नुहुन्छ। त्यसपछि तल टेक्स्ट फर्मेट दिएको छ, यसमा फन्ट चेन्ज गर्न यहाँबाट फन्ट चेन्ज गर्न सक्नुहुन्छ भने यसमा बोल्ड दिएको छ, बोल्ड गर्न चाहनुहुन्छ भने बोल्ड गर्नुस्। इटालिक, अन्डरलाइन, टेक्स्ट कलरहरु पनि यहाँ दिन सक्नुहुन्छ। फन्ट पनि यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले तपाईको आफ्नो पर्सनल अथवा कम्पनीको सिग्नेचर छ भने त्यो लोगोहरु छ भने तपाईले यहाँबाट चाहिँ इमेजहरु पनि इन्सर्ट गर्न सक्नुहुन्छ। तपाईलाई म एउटा लोगो चाहिँ इन्सर्ट गरेर पनि देखाउँछु। इन्सर्ट इमेजमा क्लिक गर्नुस्। गुगल ड्राइभ यहाँ अपलोड भनेको छ, यसमा क्लिक गर्नुस् अनि ब्राउज गर्नुस्। त्यसपछि आफ्नो लोगो कहाँ छ त्यसलाई सिलेक्ट गरेर तपाईले यहाँ इन्सर्ट गर्न सक्नुहुन्छ। एलोमा क्लिक गर्नुस्। यसरी लोगो पनि हामीले ल्याएर राख्न सक्छौं। त्यसपछि स्क्रल गर्नुस् तल। लास्टमा चाहिँ सेभ एन्ड चेन्ज भनेको छ, सेभ चेन्ज भनेको छ, यसमा क्लिक गर्नुस्। यसरी सिग्नेचर एड गरिसकेपछि तल सिग्नेचर डिफल्टमा यहाँ दिएको छ फर न्यू इमेल्स युज भनेको छ, यसमा चाहिँ नो सिग्नेचर भनेको छ, यसमा चाहिँ आफ्नो सिग्नेचरको नेम चाहिँ सिलेक्ट गर्नुस्। त्यसपछि यो राइट साइडमा पनि यहाँ आफ्नो सिग्नेचरको नेम सिलेक्ट गर्नुस् अनि त्यसपछि स्क्रल गर्दै जानुस्। लास्टमा सेभ चेन्ज भनेको छ, यसमा क्लिक गर्नुस्। यसरी तपाईको सिग्नेचर चाहिँ जीमेलमा एड भइसकेको छ। तपाईले अब कम्पोज गर्दाखेरि आफ्नो सिग्नेचर यहाँ सजिलैसँग देख्न सक्नुहुन्छ। कुनै पनि मेल पठाउँदाखेरि आफ्नो पर्सनल अथवा कम्पनीको सिग्नेचरहरु यसरी एड गर्दाखेरि आफ्नो मेलसँगै सिग्नेचरहरु पनि सँगै जाने हुन्छ। यदि तपाईलाई कुनै पनि मेल कम्पोज गर्दाखेरि यदि सिग्नेचर आवश्यक छैन तपाईलाई अथवा सिग्नेचर पठाउन मन छैन भने तपाईले यहाँ पेन टुल्स देख्न सक्नुहुन्छ तल, यसमा क्लिक गर्नुस्। यहाँबाट हामीले सिग्नेचर हाइड अथवा अनहाइड गर्न सक्छौं। हस् त साथीहरु, आजको भिडियो थियो जीमेलमा कसरी सिग्नेचर एड गर्ने भनेर। हस् त साथीहरु, आजको भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया छोड्न नबिर्सनुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।